म्याथमेटिक्स पढ्ने स्टुडेन्टहरूको लागि एकदमै युजफुल भिडियो रहेको छ। यो यस्तो एउटा क्वेसन छ, तपाईँ क्लासमा पढ्दै हुनुहुन्छ म्याथमेटिक्स पढ्ने विद्यार्थीहरू 6, 7, 8, 9, 10, 11, 12 तपाईँ मास्टर जति पढे पनि एउटा यस्तो क्वेसन छ, फेमस क्वेसन हो यो। कुनै पनि भेरिएबलको पावरमा 0 भएपछि त्यो 1 हुन्छ भन्ने सबैलाई थाहा छ। x टु द पावर 0 इक्वल टु 1। तर क्वेसन चाहिँ के हो, x टु द पावर 0 इक्वल टु 1 किन हुन्छ, यसको एन्सर के? यो क्वेसन यदि तपाईँले आफ्नो टिचरलाई सोध्नुभयो भने पनि सायद नआउन सक्छ। सो यो भिडियोमा हामीले x टु द पावर 0 इक्वल टु 1 हुन्छ, तर किन हुन्छ, यसको रिजन के, प्रुफसित गर्न गइरहेका छौँ। सो लेट्स डु इट। यस्तो क्वेसन हो, तपाईँले आफ्नो टिचरलाई पनि कन्फ्युज पार्न छ भने यस्तो क्वेसन सोधिदिनुहोस्, उहाँलाई एन्सर आएन भने ल ठिक छ भोलि हेरेर दिन्छु अथवा केही हुन्छ भन्नुभयो भने उहाँलाई त्यो एन्सर नआएपछि कुनै स्टुडेन्टले टिचरलाई जित्छ। सो एउटा कुरा याद राख्नुहोस्, टिचरभन्दा स्टुडेन्ट नै सधैँ जान्ने हुन्छन्, तर भित्रको त्यो ट्यालेन्ट स्टुडेन्टले देखेका हुन्नन्। सो देयर इज अ ह्युज मोटिभेसन फर स्टुडेन्ट्स। सो लेट्स स्टार्ट डुइङ दिस। सोल्युसनमा गएमा सोल्युसन लेख्नुहोस् आफ्नै तरिकाले। अब हामीलाई थाहा छ ल अफ इन्डिसेसमा पढिसकेका छौँ, एक्स टु दि पावर m माइनस n हुन्छ भने त के हुन्छ, यसको भ्यालु हुन्छ एक्स टु दि पावर m अपन एक्स टु दि पावर n हुन्छ। अब यदि इफ m इक्वल टु n, अब हेर्नुहोस् है मैले के लेखेँ, यो त हामीले पढिसकेको कुरा हो। एक्स टु दि पावर m माइनस n भनेको एक्स टु दि पावर m अपन एक्स टु दि पावर n, यो इन्डिसेसको रुल हो, यो रुल हो, रुलले यो भन्छ। यदि m र n बराबर हुन सक्छ नि त, m दुईटा एउटा नम्बर हुन्, कति कति बेला नम्बर सेम हुन सक्छन्, m र n बराबर हुन् के हुन्छ ल हेर्नुहोस्, एक्स टु दि पावर m माइनस n को ठाउँमा m लेख्न पाएँ, m माइनस m इक्वल टु एक्स टु दि पावर m अपन एक्स टु n को ठाउँमा m लेख्न पाइयो, जी एक्स टु दि पावर के भयो m, दुईटा सेम कुरा छ, काटियो, काटेपछि के भयो, सेम कुरा काट्यो, सबैलाई थाहा छ के हुन्छ, 1 हुन्छ। यो m माइनस m के हुन्छ, 0 हुन्छ, एक्स टु दि पावर 0 के हुन्छ, 1 हुन्छ, प्रुफ भयो। अब आफ्नै मिलाएर यहाँ और भनेर यसरी यहाँ तपाईँले थप्न सक्नुहुन्छ। सो इक्वल टु लेख्ने बेलामा चाहिँ तपाईँले यो याद गर्नुहोस्, यो मेरो इक्वल टु लेख्ने स्टाइल रङ छ। इक्वल टु लेख्ने बेलामा सधैँ यो लाइनको बिचमा लेख्नुपर्छ, मार्क्सको लागि, मार्क्स ओरिएन्टेड स्टुडेन्टको लागि यसरी दुईवटा लेख्न मिल्छ। यो पनि इक्वल टु लेखिरहेको छु नि मैले, यस्तै लेख्नुपर्छ, दुईवटा यो लाइनको ठ्याक्कै तलमाथि एउटा ग्याप हुने गरेर। सो दिस इज द वे टु राइट। सो यसरी हामीले प्रुभ गर्न सकिन्छ एक्स टु द पावर 0 इक्वल टु 1। यदि तपाईँले यो भिडियो बुझ्नु भएन भने फेरि एकचोटि हेर्नुहोस्, म एकचोटि रिपिट गरिदिएँ। एक्स टु द पावर m माइनस n भने के हो, एक्स टु द पावर m अपन एक्स टु द पावर n। अनि यदि m र n बराबर हुने के हुन्छ, n को ठाउँमा m लेख्छु, m माइनस m के हुन्छ, 0 हुन्छ। अनि यता के हुन्छ, एक्स टु द पावर m अपन एक्स टु द पावर n हुन्छ, m त काट्यो, काटेपछि 1 भयो।